लाउनै नपर्ने सुन्नस्ती बादलभित्र लुकेको जुन जस्ती खुसी लाउनै नपर्ने सुन्नस्ती नमस्ते ढोक्दिया ओए नमस्ते ढोक्दिया तिम्रो हेराइले मेरो ढक्कन रोक्दिया 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 नाच्ने नि हैन क्या थाहा गाना बनाउनु पर्यो नमस्ते ढोक्दिया ओए नमस्ते ढोक्दिया तिम्रो हेराइले मेरो ढक्कन रोक्दिया 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 गीतका बिता नजल र साइरीमा तिम्रै नाम लेख्छु म डायरीमा गीतका बिता नजल र साइरीमा नमस्ते ढोक्दिया ओए नमस्ते ढोक्दिया तिम्रो हेराइले मेरो ढक्कन रोक्दिया 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 तिमीले छुँदा लजाउँदै गए म लजावती झर जस्तै भए म तिमीले छुँदा लजाउँदै गए म लजावती झर जस्तै भए म नमस्ते रोक्दिया नमस्ते ढोक्दिया तिम्रो हेराइले मेरो धडकन रोक्दिया हजुर विशेष तपाईँको रुममा छ आनो आनो बोलीमा मोहनी छाकेता पारिदिन्छौ सबैलाई छाकेता बोलीमा मोहनी छाकेता पारिदिन्छौ सबैलाई छाकेता नमस्ते ढोक्दिया ओए नमस्ते ढोक्दिया तिम्रो हेराइले मेरो ढक्कन रोक्दिया तिम्रो हेराइले मेरो ढक्कन रोक्दिया तिम्रो हेराइले
घुमाइदिला काठमाडौँ सारा नाकमा थोप्लिङ सासुलाई मन पर्ने पैत परेमा मास्टरनीलाई मायाको रहर घुमाइदिउला काठमाडौँ सहरा छैन मायाले जुवन साटेको राम्रो लालु पातेको छैन कश्मीरे पछौरी दार्जिलिङको रे लाम्साइले बिरती दिन बाँचुन्छु कश्मीरे पछौरी दार्जिलिङको रे लाम्साइले बिरती दिन बाँचुन्छु लाम्साइले बिरती दिन बाँचुन्छु Cameraman. Namaste,
सिधो मिस्या छैन आधी खोलामा आधी बन्चरीले भन्छ अरे काफल कहिले पाकला बिचरीले भन्थ्यौ अरे भेटन कहिले डाकला आधी खोलामा आधी खोलामा आधी खोलामा आधी खोलामा आधी खोलामा के ल्याइदिम कोसेली फिर्नी झोलामा के ल्याइदिम कोसेली फिर्नी झोलामा आफै के ल्याइदिम कोसेली फिर्नी झोलामा के ल्याइदिम कोसेली फिर्नी झोलामा पिपलुको पातै राम्रो पितालुको चापे मान्छे तिमी साह्रै राम्रो मन पो छ कि पापी आधी खोलामा आधी खोलामा आधी खोलामा आधी खोलामा आधी खोलामा के ल्याइदिम कोसेली फिर्नी झोलामा के ल्याइदिम कोसेली फिर्नी झोलामा आफै के ल्याइदिम कोसेली फिर्नी झोलामा के ल्याइदिम कोसेली फिर्नी झोलामा आजसम्म भयो हामी दुई खोलीको पानी अबदेखि मिसिएर सँगै बगाम सानी आधी खोलामा आधी खोलामा आधी खोलामा आधी खोलामा आधी खोलामा के ल्याइदिम कोसेली फिर्नी झोलामा के ल्याइदिम कोसेली फिर्नी झोलामा आफै के ल्याइदिम कोसेली फिर्नी झोलामा के ल्याइदिम कोसेली फिर्नी झोलामा आकाशैमा चुना तारा भुइँमा बल्ने बल्ने भोलि पनि माया गर्नु आज गरे जाने
छुट्टो होइन पिराती साथ छ मनैभरि खलबली मच्चा छ गोर्खे खुकुरी छुट्टो होइन पिराती साथ हो राजकुमार सर आफू जोगिनु है जोगिनु आफ्नो जोगिने अरूको त हेर्दा त गइहाल्यो नि राजकुमार सरले केही गर्नुहुन्छ जस्तो है आइडिया हेर्नु न राजकुमार सरको कुर्सीलाई फुटाउने भयो राजकुमार सर कुर्सीलाई फुटाउने भयो के कुर्सीलाई फुटाउँछ है ओहो कुर्सीले फुटाउने भइगयो राजकुमार सर धेर पछि नपार्ने कुर्सीले फुटाउँछ राजकुमार सर हेर्नु त्यसलाई हेरौँ ओहो 4 जना त खतरा खेलाडी भयो कुर्सीलाई फुटाउने भयो के ए सुको हावा गएको ठोक दे दिपेश राजकुमार सरले जित्नु जस्तो लागिसक्यो मलाई समीर सर र राजकुमार सरको दाउ हेर्नु न यहाँ म त कता खेलेछु मोबाइलै उता खेलेछु बेलुनको खुट्टा उचाल्नु पर्छ राजकुमार सरले बर्बाद गर्नुभयो के गर्नु रोशन सरले जित्नुहुन्छ बर्बाद भयो समीर सर पनि खतरा हुनुहुँदो रहेछ नि खेल्न त पुरस्कार प्रदान गरिदिनु हुनुको लागि ठुलै कर्मचारीले जितिरहनु भयो वन मन्त्रालयका आदरणीय सरलाई शिव सापकोटा सरलाई चाहिँ पुरस्कार वितरण गरिदिनु हुनुको लागि म हार्दिक अनुरोध गर्छु। पुरस्कार माधव सरसँग छ हैन पुरस्कार रकम 2100 रुपैयाँ छ जसमा चाहिँ डिभिजन वन अधिकृत ज्यूले चाहिँ 1000 रुपैयाँ प्रायोजन गर्नुभएको छ। यस्तै गरी सिद्धेश्वर सब डिभिजन वन कार्यालय सिन्धुलीका कार्यालय प्रमुख माधव पाण्डेज्यूले 500 रुपैयाँ प्रायोजन गर्नुभएको छ। र यस्तै गरी तीनपाटन सब डिभिजन वन कार्यालयका कार्यालय प्रमुख आदरणीय राजकुमार गुम्बा सरले 500 रुपैयाँ प्रायोजन गर्नुभएको छ। गोलन्दर सब डिभिजन वन कार्यालय सिन्धुली खुरकोटका कार्यालय प्रमुख अशोक पिराई सरले 100 रुपैयाँ गरी जम्मा 2100 रुपैयाँ
अहिले विजेता हुनुभएको छ चाहिँ रानीवास सब डिभिजन वन कार्यालयका कार्य प्रमुख समीर बरालज्यू विजेता घोषित हुनुभएको छ। उहाँलाई पुरस्कार सहित शुभकामना व्यक्त गरिदिनु हुनुको लागि आदरणीय शिव सरलाई म यो माइक्रोफोन हस्तान्तरण गर्दछु। हस् धन्यवाद राख्नु। यो खेल हेरेर एकदम मजा आयो र अब यो चाहिँ एउटा इन्टरटेनमेन्ट हो र राम्रोसँग खेल्नुभयो यहाँहरूले र जित्ने हार्ने सबै विजेता हो र सबै सहभागी सबैलाई धन्यवाद। र त्यहाँ पढेर यसो हेरिदिइराखेको थियो, लास्टमा 2 जना बाँकी हुनुहुन्थ्यो। यसो हेर्दाखेरि एउटा रोनाल्डो जस्तो एउटा मेसी जस्तो लाग्यो। जहिले पनि कहिले रोनाल्डोले कहिले मेसीले जितिरहेको ठाउँमा यसपालि चाहिँ मेसीले जित्ने हाम्रो समीर भाइलाई धेरै धेरै बधाई छ र अब सहभागी सबैलाई धेरै धेरै धन्यवाद। र अन्तिम प्रतिस्पर्धासम्म आएको रोनाल्डो पनि उत्तिकै हो, तर अब फर्स्ट चाहिँ एउटै मात्रै भएको हुनाले मात्रै हो र 19-20 दुईजनाको है। धन्यवाद। सर गेम नै यस्तै हो त अब ढुङ्गाइको दिलै भानी तिमीले कुरा बुझ्दियो दिलै आउट आउट अझै गाली छ रे अझै नहान्नु
बाहिर बसौँ हामी बाहिर बसौँ हामी ल ल तेस्रो ल भाइ तेस्रो भयो थर्ड भयो भाइ कसले जिल्ला लाग्छ ल भन्नु त सीमाले जित्ने चान्सेस मैले धेरै देख्छु ओइ फर्स्ट हो नजिक त्यस्तो हो क्या त्यो घुमाएर राख्नु पर्दैन कुर्सीहरू त्यस्तो हुन्थ्यो यो भयो अरू कुर्सी बाहिर टन्न राखेर भित्र छिर्ने सिस्टमको हुन्थ्यो क्या किनेसी फर्स्ट टाइम गर्दछु उहाँहरूको उपस्थितिको लागि र आजको यस कार्यक्रममा डिभिजन वन कार्यालय सिन्धुलीमा अवकाश लिनुभएका रेन्जर पदम श्रेष्ठज्यूको सम्मान कार्यक्रममा लागेका छौँ। सिन्धुली कदर पत्र नेपाल निजामती सेवा अन्तर्गत वन सेवामा मिति 2014-10-13 सेवा प्रवेश गरी सिन्धुली गोर्खा हुँदै पुनः डिभिजन वन कार्यालय सिन्धुली अन्तर्गत कार्यरत रही मिति 2081-11-11देखि रेन्जर पदबाट अनिवार्य अवकाश हुनुभएका सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नम्बर 2 निवासी तपाईँ श्री पदम कुमार श्रेष्ठले वन तथा जैविक विविधताको संरक्षण संवर्धन विकास एवं सदुपयोगको क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान स्वरूप यो कदर पत्र प्रदान गरिएको छ। साथै यहाँको सेवानिवृत्त जीवन आनन्दमय रहोस् भन्ने कामना गर्दछु डिभिजन वन कार्यालय सिन्धुली। र यस कदर पत्रलाई वितरण गरिदिनु हुनका लागि वन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुख शिव सापकोटा सरलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सिन्धुलीका जीवज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी दोस्रोलाई उडाइदिनु हुनका लागि डिभिजन वन कार्यालय मरिन्टा डिभिजनल वन अधिकृतज्यूलाई अनुरोध गर्दछु। दोस्रोलाई उडाएर सम्मान गरिदिनु हुनका लागि डिभिजन वन कार्यालय सिन्धुलीका डिबज्यूलाई अनुरोध गर्दछु। करुवा माएको चिनो स्वरूप करुवा कदर पत्र वितरण गरिदिनु हुनका लागि महाशाखा प्रमुख शिव सापकोटा सरलाई हार्दिक अनुरोध गर्दछु। खाजा उडाइदिनु हुनका लागि ड्रोन
त्यसै गरी भुवनेश्वर सरलाई पनि खाता पुऱ्याइदिनुको लागि अनुरोध गर्दछु। टिका चाहिँ सबैले च्यालेन्ज गर्नु पर्यो नि पर्ने भाइ कार्यक्रममा उपस्थित डिभिजन वन कार्यालय मरेनका डिभिजन बाबुज्यू, त्यस्तै गरेर डिभिजन वन कार्यालय सिन्धुलीका डिभिजन बाबुज्यू, निर्देशनालयका वन अधिकृत गणेश थापाज्यू, मन्त्रालयमा कार्यरत मेरा सहकर्मी मित्र भुवनेश्वर महतोज्यू लगायत यहाँ उपस्थित सम्पूर्ण डिभिजन वन कार्यालय सिन्धुलीमा कार्यरत कर्मचारी साथीहरू र संयोगले यो पिकनिकमा सहभागी हुने अवसर मिल्यो र यो पिकनिकमा सहभागी बनाएर यो एक दुई शब्द बोल्ने अवसर दिनुभएकोमा डिभिजन वन कार्यालय सिन्धुलीका डिभिजन वन अधिकृत रामकुमार भण्डारी लगायत सम्पूर्ण डिभिजन वन कार्यालय सिन्धुली परिवारप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु सर्वप्रथम। र अब यो कर्मचारीको सेवा प्रवेशपछि सेवा प्रवेश, सरुवा, बढुवा र अवकाश यो तीनटा चाहिँ अनिवार्य कम्पोनेन्टहरू हुन् र सेवा प्रवेश हुन्छ, बिचमा बढुवा हुन्छ, सरुवा हुन्छ र समय अवधि पुगेपछि अवकाश हुन्छ। यो सबैको नियति हो र सबै ढिलो चाँडो सबैको पालो आउँछ। सल्लाहले भनौँ होइन, उपस्थित भन्नुभएका वन मन्त्रालयका आदरणीय महासचिव प्रमुख श्री प्रसाद सर, डिभिजन वन कार्यालय मरिनका जिएम साहब, त्यस्तै मन्त्रालय तथा निर्देशनालयका बाट आउनुभएका अधिकारी साथीहरू र डिभिजन वन कार्यालयका वन अधिकृत लगायत सम्पूर्ण कर्मचारी साथीहरू, अब आज हामी विशेष गरी यो आजको यो कार्यक्रमको अन्ततिर झन्डै आइसकेका छौँ र हामी सबैले यो बिचमा केही खेलहरू पनि खेल्यौँ, केही इन्जोय पनि गऱ्यौँ। यसको लागि सबैपट्टि फेरि पनि म धन्यवाद आभार व्यक्त गर्न चाहन्छु। विशेष गरी यो हामीले जुन खेल खेलेका थियौँ त्यसमा विजेता हुनुभएका सम्पूर्णपट्टि फेरि पनि म हार्दिक बधाई दिन चाहन्छु र खेलले पक्कै पनि यो खेल भन्ने के सिक्ने कुरा आउँछ, यसले पक्कै सिकाउँछ नै र सबैलाई बधाई दिन चाहन्छु। विशेष गरी आज अब माघ 11मा चाहिँ उहाँ रिटायर हुनुभए पनि हामीले अफिसियल्ली बिदाई चाहिँ आजबाट गरेको भएर आजैबाट भनौँ न उहाँ अवकाश हुनुभएको जुन हिसाबले र उहाँको जीवन एकदम सुखमय रहोस्। उनका हरेक पालन हुँदाखेरि हुन्छ, मान्छेको आफ्नो पर्सनल लाइफ हुन्छ, अझै सम्पूर्ण जीवनका हरेक स्टेप्सहरूमा उहाँ चाहिँ एकदम चाहिँ आनन्द होस्, सुखमय हिसाबले जीवन बितोस् भन्ने शुभकामना पनि व्यक्त गर्न चाहन्छु मेरो तर्फबाट र सम्पूर्ण डिभिजन वन कार्यालय सिन्धुलीको परिवारको तर्फबाट। र मलाई त के लाग्छ भने एकदमै भित्रबाट भन्दा फ्रेन्डली भन्दाखेरि जीवन चाहिँ वास्तवमा भने रिटायरबाट सुरु हुन्छ। हामीले यो अफिसियल लाइफ चाहिँ कस्तो भने एउटा खाना खान्छ होला तर अब इन्जोय गरेर बाँकी नै छ। यति भन्दै सबैपट्टि धन्यवाद दिँदै म आफ्नो मात्र
नहुने सल्लाहको तिम्रो माया कति छ कति हे बरै भ्याउ कसी हल्लाइको सालको बाटो टापारी हो नि हे बरै नहुने सल्लाहको तिम्रो माया कति छ कति हे बरै ढलाउ पछि हल्लाइको तिम्रो माया कति छ कति हे बरै ढलाउ पछि हल्लाइको सर नाचौ न बरै नाच्नु त किन आउनु एकछिन
गए नै मन पर्ने तिमीले मैले हत्या गरेर के गर्ने ओ डरा गरे सायरी मैले हत्या गरेर के गर्ने ओ डरा गरे सायरी मैले हत्या गरेर के गर्ने आफै कथो मुटुमै गरेर खुसी छु म धनमाया बढेर तिमी मलाई परलाई नै मन पर्ने तिमी मलाई परलाई नै मन पर्ने तिमीले छाड्के आँखाले नहेर्ने मैले हत्या गरेर के गर्ने तिम्रो कान्छा मैले हत्या गरेर के गर्ने तिम्रो कान्छा मैले हत्या गरेर के गर्ने मोरीमै हो नालैजो मैले हत्या गरेर के गर्ने चट्टरमा तिम्रो सिरैमा ए सानो जन्मगिर मेरो घरैमा सम्झना रहला आजको साँझ रमाइलो भेटघाट मनको कुरा नलुकाइ भन दुई वचन हाम्रो साथ पनि लाग्ला है गाउँलेको बोलीले सल्लाहले भनौँ होइन उपस्थित भएका वन मन्त्रालयका आदरणीय महासभा प्रमुख श्री सापकोटा सर, डिभिजन वन कार्यालय मरिनका जिएफओ साहब, त्यस्तै मन्त्रालय तथा निर्देशनालयका बाट आउनुभएका अधिकारी साथीहरू र डिभिजन वन कार्यालयका वन अधिकारी लगायत सम्पूर्ण कर्मचारी साथीहरू, अब आज हामी विशेष गरी यो आजको यो कार्यक्रमको अन्ततिर झन्डै आइसकेका छौँ र हामी सबैले यो बिचमा केही खेलहरू पनि खेल्यौँ, केही इन्जोय पनि गऱ्यौँ। यसको लागि सबैप्रति फेरि पनि म धन्यवाद आभार व्यक्त गर्न चाहन्छु। विशेष गरी यो हामीले जुन खेल खेलेका थियौँ त्यसमा विजेता हुनुभएका सम्पूर्णप्रति फेरि पनि म हार्दिक बधाई दिन चाहन्छु र खेलले पक्कै पनि यो खेल भन्ने के डिसिप्लिनको कुरा आउँछ।
थियो जाऊ बनी ठुलो